यो गल्ती चाहिँ मैले धेरैजनाले गरेको देखेको छु र अनि आफ्नै नजिकको परिवारमा पनि यो भएको देखेको छु के जुन चाहिँ के हो भने अस्ट्रेलिया आउने बित्तिकै नेपालको फ्यामिलीको एक्सपेक्टेसन एकदम बढाइदिने, यहाँबाट म आइफोन पठाइदिन्छु भन्ने, तपाईँहरू घर जग्गा किन्नुहोस् म पैसा पठाइदिन्छु भन्ने होइन। त्यो सुरुमा आएर एकदम हौसिएर त्यो भन्न चाहिँ सजिलो छ होइन, तर त्यसको कस्ट उठाउन, त्यसको वहाँ नेपालमा त्यो किनिसकेपछि त्यसको खर्च धान्न अनि त्यो गर्न एकदमै गाह्रो हुन्छ कि। तपाईँ यहाँ स्टुडेन्ट हुनुहुन्छ 2020-21 मा त्यो कोभिडको बेलामा फुल टाइम काम गरे मान्छेहरूले, त्यति बेला गर्न सक्यो होला होइन, त्यो छुट्टै कुरा हो। तर अब चाहिँ त्यो गर्न एकदम गाह्रो छ क्या। त्यही भएर एकदमै ठुलो एडभाइस चाहिँ के हो भने आफ्नो फ्यामिलीको बाबुआमाको एक्सपेक्टेसन चाहिँ अलिकति लोअर नै गरिदिनुपर्छ के। उहाँहरूलाई हौसानी होइन कि म विदेशमा छु अब तपाईँ जे किने पनि किन्नुहोस् म सक्छु भन्ने होइन कि। अब 3-4 वर्ष म स्टुडेन्ट हुँ, म मेरो खर्च एकदम गाह्रो हुन्छ, मलाई काम पनि गर्नुपर्छ, पढाइ पनि गर्नुपर्छ, त्यसले गर्दा मैले अहिले चाहिँ हेल्प गर्न सक्दिनँ। 4-5 वर्षपछि चाहिँ राम्रो भयो भने हेल्प गर्छु भनेर भन्नुभयो भने नेपालमा बाबुआमा फ्यामिलीलाई पनि सजिलो हुन्छ। उहाँहरूले पनि नचाहिने कुराको खर्च गर्नुहुन्न, नचाहिने कुरा माग्नुहुन्न होइन। तपाईँले नै यहाँबाट अब म यति लाख कमाउँछु अब जे किन्नु छ किन्नु, म तपाईँहरूलाई आइफोन पठाइदिन्छु, यो पठाइदिन्छु भन्नुभयो भने तपाईहरूलाई नै एकदमै गाह्रो हुन्छ क्या। त्यो एउटा एक्सपेक्टेसन भन्ने चिज हुन्छ नि त। तपाईँले अहिले नै घर आउने बित्तिकै घर किनिदिन्छु गर्नुभयो, तपाईँको पिआरको पैसा फी तिर्नुपर्ने बेला गर्ने बेला हुन्छ, त्यति बेला त उस्तै पऱ्यो तपाईँले हेल्प माग्नुपर्ने हुन्छ क्या बाबुआमासँग। बाबुआमा भनेको त ठुलो सोर्स अफ हेल्प हो नि, तर तपाईँले नै उहाँहरूलाई आफूमाथि डिपेन्डेन्ट बनाउनु भयो भने त त्यो सोर्स अफ हेल्प नै गयो के। त्यही भएर आफूले पनि एकदम मिनमा बस्नु पर्यो होइन। अनि नेपालमा पनि फ्यामिलीलाई पनि, दाजुभाइलाई, साथीभाइलाई, सबैलाई पनि त्यो चाहिँ आफ्नो रियालिटी चाहिँ बताउनु पर्यो कि। एकदम आफ्नो फेक लाइफस्टाइल देखाएर होइन, त्यो गरेर त्यो एकदम इन्फ्लेटेड इगो बनाउनु चाहिँ भएन। अरूले गर्यो भन्दैमा त्यो पनि गर्नुपर्छ भन्ने भएन होइन। त्यही सबैभन्दा मेन कुरा चाहिँ सबैको एक्सपेक्टेसन चाहिँ अलिकति लोअर नै गराउनुपर्छ क्या, एउटा 4-5 वर्षको लागि एटलिस्ट त्यो स्टुडेन्ट हुन्छसम्मको लागि।